आउनुहोस् साथी हो आज यो चोक बजारलाई निहालेर हेरौँ है। यो मैले माथिबाट खिचेको चोक बजार हो। यो कच्चा दोकानहरू मात्र छ है चोक बजारमा। यो गीताङ्गे डाँडा जहाँबाट चाहिँ भाषण गरिन्छ होइन। यसरी टिनको छप्परहरूले बनाएको यो बजार हो है। यसलाई म राम्रोसँगले पोस्ट अफिस साइड हो। म तपाईँहरूलाई भित्रै गएर अलिक छिटिटो पारले तपाईँहरूलाई देखाउने कोसिस गर्छु है। म यो तलबाट छिरेर गएँ होइन, जहाँ पोस्टर टाल्नेको ठिक्क मुनिबाट म सट्ट यो बाटो क्रस गरेर भित्र पस्दैछु है। भित्र जाँदै गर्दाखेरि यहाँ तपाईँहरूले मुखमै देख्नुहुन्छ म यो भुजा थुप्रो ठाउँ छ जाने त, तर म यो भुजा चिप्सहरू बेच्ने दोकानबाट भएर पस्दैछु भित्र। अब सट्ट पसेपछि यहाँनिर तपाईँहरूले थुप्रै किसिमको दोकानहरू पाउन सक्नुहुन्छ। अनि यो चाहिँ विशेष गरेर यो चाहिँ बीच गल्ली भन्छ क्या यसलाई, तर 1 नम्बर बीच गल्ली, फर्स्ट बीच गल्ली हो। त घुमिरहनु भएको छ तपाईँ यहाँबाट तेर्सो जाउँ है। तेर्सो गएपछि तपाईँहरूले यहाँनिर मसला दोकानहरू छ, साइडमा के अरू दोकानहरू पनि छ होइन। अन्त त्यसरी पसेर जाँदाखेरि पर एउटा दो बाटो भेट्नुहुन्छ क्या, जहाँ चाहिँ यता साइड गयो भने तपाईँहरू दोकानै पाउनुहुन्छ होइन। अब बेग्ला प्रकारको दोकानहरू छ। अनि यो साइड आउनुभयो भने चाहिँ तपाईँहरूले सेकेन्ड, यो पनि बीच गल्ली हो, तर बीच गल्ली नम्बर 2 हो यो है। अन्त यहाँनिर पनि यस्तो दोकानहरू, चिया दोकानहरू, रासिन दोकानहरू थुप्रो भेट्छ क्या। अनि यहाँनिर प्रत्येक ब्लकबाट भित्र छिर्ने बाटो छ क्या। अन्त हामी चाहिँ यो मनिहारी दोकानबाट भित्र छिरौँ, म चाहिँ त्यहाँबाट छिर्दैछु है। यसको वरिपट्टि दाहिने देब्रे यस्तै दोकानहरू छ। यहाँनिर रेस्टुरेन्टहरू छ, भेज नन भेज रेस्टुरेन्टहरू पनि पुरै छ यहाँ क्या। अब सबै त देखाइरहनु भ्याउँदैन, तर त्यही कारणले गर्दा यो अलिअलि देखाउँदै हिँडेको है। यहाँ आइपुगेपछि अर्को दो बाटोमा आइपुगेपछि यो साइड दोकान छ। अनि अर्को साइड गयो भने चाहिँ हामीले पर निस्किने एउटा ठाउँ भेट्छौँ फेरि है, यसको अन्तिम ठाउँमा। र यो यसको प्रत्येक गल्लीमा चाहिँ तपाईँको यो अब किनबेच गर्ने एउटा ठाउँ होला, छिर्ने ठाउँहरू बाटोहरू छ क्या। यो चाहिँ सब्जी लाइन छ। यो चाहिँ पुरै तपाईँहरूले यहाँनिर सब्जी लाइनहरू भेट्नुहुन्छ होइन। ठाउँमा डेयरीहरू छ। यस्तो पाराले यो मार्केट बसेको छ क्या। अनि अब मैले विशेष आज तपाईँहरूलाई देखाउन चाहेको चाहिँ के भने, यो मार्केट पनि अब महिना 6 महिना या साल कुनै न कुनै दिन चाहिँ यो मार्केट पनि परिवर्तन हुँदैछ क्या। यसमा पनि ठुलो प्रोजेक्ट बनिने, ठुलो बिल्डिङ बनिने सुन्दैछौँ होइन। त्यो कारणले गर्दा यस्ता चाहिँ यो चाहिँ बाहिरपट्टिबाट है, अर्को साइडबाट। त्यो कारणले गर्दा यस्ता कुरोहरू हामीले स्मृति पटमा राखिराख्नुपर्छ कि। यसलाई रेकर्ड गरेर राखिराख्यो भने चाहिँ पछि हामीलाई सजिलो पर्छ कि हाम्रो पहिला बजार यस्तो थिएछ भन्ने होइन। यो चाहिँ म लक्ष्मी भण्डार तेर्सो लाग्दैछ, हेर्नुहोस् है। बजार यस्तो थिएछ। अब पुरानो बजारहरू कस्तो थियो त्यो होइन। अब परिवर्तन त हुनुपर्छ, तर परिवर्तनको मतलब यो होइन कि हामीले पुरानो के थियो, आफ्नो पहिला के थियो हाम्रो होइन, त्यो चाहिँ बिर्सिनु भएन नि त। अब बाटाहरू बनायो, अब पहिला बाटा कस्तो थियो हामीलाई थाहा छैन, ओरेन्ट उकालोहरू केही पनि थाहा छैन नि होइन। रेकर्डै छैन हाम्रोमा। त्यो भएर चाहिँ मैले रेकर्ड गर्न खोजेको नि यसलाई चाहिँ है। अब यो सबै घुमेकै ठाउँ हो, र पनि एउटा यस्तो थिएछ भन्ने पछिबाट थाहा होस् भनेर मैले यसलाई रेकर्ड गर्ने कोसिस गरेको है। अनि यो चाहिँ पछि भ्यालु बढेर जान्छ यसको है। र यो चाँडै नै अब परिवर्तन हुन्छ होला, सायद कतिवटा कुरा नमिलेको पनि हुनसक्छ। भयो भने चाहिँ यस्तो थियो भन्ने चाहिँ हामीले अन्दाजा मात्रै नगरेर देख्न पनि पाइयो नि अब चाहिँ है। यसको तपाईँहरू देब्रे साइड गयो भने यहाँ पनि सब्जी दोकानहरू, रेस्टुरेन्टहरू, सुन दोकानहरू छ बेसी क्या देब्रे साइड चाहिँ। अनि दाहिने साइड चाहिँ अब कच्चा त्यो दुका दोकानहरू पुरा छ यो साइड, दाहिने साइड। अब सबै म कभर गर्नु भ्याइनँ। अब म सिधा पोस्ट अफिस साइड जाँदैछु है। पोस्ट अफिस साइड गएर म तपाईँहरूलाई अघिको आएको जग्गा म बताउँछु म कहाँबाट पसेको। हेर्नुहोस् यो पोस्ट अफिसको अगाडि होइन। अब यो तपाईँहरूले यसो फर्काएर हेऱ्यो भने यहाँ अघि परबाट म छिरेको। अनि यो तपाईँहरूको यो चाहिँ पोस्ट अफिस हो है। यो चोकको पोस्ट अफिस, तल सानो पोस्ट अफिस पनि भन्छ है। यो चाहिँ थाना तेर्सो हो नि। र यसरी तपाईँहरूलाई अब रेकर्ड गरेर राख्यो भने चाहिँ हामीलाई थाहा हुन्छ क्या पछि यस्तो थिएछ भन्ने होइन। यो चाहिँ फेरि अर्को यो पल्लोपट्टिबाट के जी बिल्डिङ के भन्छ है, त्यहाँबाट खिचेको हो। यो पहिला देखाएको चाहिँ फ्रन्टबाट हो, यो चाहिँ ब्याक साइडबाट। यसरी छप्परहरू, कच्चा दोकानहरू छ क्या यो भित्र। अनि यो परिवर्तन भयो भने त यो त हामीले बिर्सिन्छौँ। अनि रेकर्ड गरेर राखेको नि यसो पछि हेर्नलाई।